गुड मर्निङ एभ्रिवान, फेरि पनि स्वागत छ तपाईँहरूलाई अर्को भिडियोमा। र चाहिँ मैले चाहिँ गाउँ जान लागिसकेँ, सामानहरू रेडी पारिसकेँ। माथि पनि छ अरू सामानहरू। आज चाहिँ नारायण अङ्कल आउनुहुन्छ अरे। आज चाहिँ पानी परेर बिहान बिहानै जानु लाग्यो म चाहिँ नारायण अङ्कल। मैले चिनेको अटो आउँथ्यो यो सामान, अनि माथि एउटा दाइले ल्याउँदै हुनुहुन्छ। त्यो लिएर चाहिँ म आज गाउँ जानुपर्ने हुन्छ, रामपुरलाई बाई गरेर। अब चाहिँ रामपुर आउँदिनँ होला, आउन त आउँछु घरिघरि। अब यहाँ पुरो रुम थियो पहिला, यही त्यही डुलिरहन्थेँ। अब चाहिँ घरिघरि आउँछु होला। अब चाहिँ म चाहिँ खास केटिएम जाने भन्थेँ, बुटोल जाने कुरा भयो। ल यहाँ चाहिँ सामान पुरै निस्किसक्यो। त्यो ग्यासहरू अरू सबै लिएर गइसक्यो, एक कपडा मात्रै थियो यति। ग्यासहरू भाँडाकुँडा सब लिएर गइसक्यो। आज चाहिँ बिहान बिहानै पानी परेर खतरा छ भ्यू चाहिँ। अब चाहिँ गाउँ जान्छ होला, त्यसपछि चाहिँ भोलि या पर्सि रामपुर आउँछु फेरि। अब नागरिकता बनाउन, अनि त्यसपछि चाहिँ बुटोल जान्छु होला। म काठमाडौँ जानु भन्थेँ, अब बुटोल काम गर्न जाने कुरो भयो। दाइ चाहिँ यहाँ मस्त पानी भइरहेको थियो। के हो चाकु नि थियो, भल्डारतिर पाउनु पर्ने। ल मैले चाहिँ यहाँ आइसकेँ घर आउनलाई। माथि घर त यहाँ बहिनी र मम्मी चाहिँ सामान लिन आएछ। ल म चाहिँ अहिले घरतिर आइपुग्नु लागिसकेँ सामान बोकेर। यहाँ चाहिँ मकै यत्रो यत्रो भइसक्यो रहेछ। यहाँको भ्यू चाहिँ यस्तो दामी छ। अहिले चाहिँ म यहाँ घर आइसकेको, अनि बित्तिकै ठ्याक्क नास्ता खान लाग्यो। अहिले चाहिँ हेर्न सक्नुहुन्छ चिया, यो चाहिँ च्याउको तरकारी, चाहिँ रोटी। अब चाहिँ म नास्ता खान लाग्यो। अलरेडी गाई म चाहिँ अलिक घाँस काटेर आइसकेँ। अझै बेलुका बेलुका चाहिँ पानी हालौरी पानी पर्छ भने चाहिँ अहिले हामी दिउँसो उता रुखको घाँस खानु गएको। यसलाई के हाम्रो घरतिर लपलपे भन्छ के अरे। अब तपाईँ घरतिर के भन्छ थाहा भएन। अब चाहिँ हामी मासतिर गाउँतिर डुल्नु जानु लाग्यो। बहिनी र म भएर चाहिँ उता स्कुलतिर जानु लाग्यो मासतिर। मम्मी चाहिँ लुगा धुँदै हुनुहुन्छ, बहिनी भित्र। ल अलराइट गाइज, म चाहिँ यहाँलाई आँप भएको ठाउँमा आइसकेँ। यहाँ चाहिँ बहिनी आउँदैछ। त्यता चाहिँ अलिक धेरै आँप, अलिक मिठो हुने आँप छ त्यता, नमिठो हुने। यहाँ चाहिँ अलिक काँचोमा चाहिँ सानोमा नि। हेर्न सक्नुहुन्छ लास्टै आँप फल्यो यहाँ। अलिक ठुलो ठुलो टिप्छ, अलिक ठुलो ठुलो चाहिँ टिपेर खानु पऱ्यो कि यता लास्टै उता बाँकी भयो क्या हो। अनि फेरि केले काट्ने हुँदाखेरि काट्ने कुरो ल्याउनु पर्दैन। हामी चाहिँ सानो सानो यता कति खाना आउँथ्यो है, काट्ने कुरै नभएको नि उल्टा काट्ने कुरा भयो। चाहिँ मलाई चाहिँ जे खाँदा पनि पानी चाहिन्छ कि, त्यही भएर चाहिँ यहाँ पानी लाग्यो। नुन चाहिँ यस्तोमा हालेर आएको। ओहो नुन चाहिँ त यस्तो भएछ। बाबा छोड्यो। हामी चाहिँ आँप टिपिसक्यौँ, काट्ने कुरै ल्याएको होइन कि नानीले। अब यत्तिकै कसरी खाने होला। आज चाहिँ हामी आँप खाँदैछौँ। खै त अर्को खैलेन त्यो फोरेको चाहिँ। यत्तिकै डुबे खानु पर्यो, लास्टै पिरो क्या। फर्स्टै खतरा। बिल्कुल खोल्छ। यहाँ आँप चाहिँ लास्टै मिठो हुन्छ। हो यहाँ जाने त
देख्नुहुन्छ यहाँ चाहिँ मस्त रूपमा आरू फलिरहेको छ। र चाहिँ यहाँ चाहिँ अहिले हाम्रो गाउँको स्कुलमा आइसकेँ म चाहिँ। यो देख्नुहुन्छ जुन चाहिँ हाम्रो गाउँको स्कुल चाहिँ यहाँ चाहिँ कति 5 सम्म अन्त पढायो नि। म चाहिँ पढ्न चाहिँ पढेन, बहिनी चाहिँ पढेँ यहाँ कति। हो बाटो यताबाट जाने श्री बाल कल्याण प्राथमिक विद्यालय। मेरो चाहिँ पहिला चाहिँ यो स्कुल चाहिँ माथिपट्टि थियो, आज यहाँ तल सरेको। खासै विद्यार्थी छैन हाम्रो गाउँमा। हाम्रो गाउँमा भएको भनेको एउटा स्कुल हो, न केही पसल छ, न होटेल छ, न हस्पिटल छ, न के छ। त्यही भएर चाहिँ सब गाउँतिर जान्छ। यो हाम्रो स्कुल चाहिँ पहिला चाहिँ यहाँ भलिबल ग्राउन्ड थियो, हामी पहिला भलिबल खेल्थ्यौँ सानोमा। यहाँ चाहिँ धारा रहेछ। यहाँ यताबाट चाहिँ यता खटाङ झर्ना छाँदी यता यहाँदेखि चाहिँ देखिन्छ। कतिजनाले चिन्नु भयो होला। ओहो यता त जङ्गलै जङ्गल भएछ। घाँस नहुँदा पहिला छ्याक्कै देखिन्थ्यो। खै क्लास हेरौँ त कस्तो छ। यहाँ खेल्ने ठाउँ पनि रहेछ त। अन्त त्यो बच्चामा हो कि बच्चालाई खेल्ने हुन्छ है, त्यो महोत्सवमा उफ्रिने त्यस्तो खेल्ने ठाउँ रहेछ। यहाँ चाहिँ राम्रोसँग देखेको छैन होला, तर अलिअलि देखेछ। यहाँ खटाङ झर्ना चाहिँ देख्न सक्नुहुन्छ। कतिजना चिन्नु भएको, कतिजना आउनु भएको होला। यता पारि चाहिँ के भन्छ त्यो डाँडालाई, खै फुकुल डाँडा हो कि के भन्छ क्या हो। यतै हो। पहिला दिन चाहिँ हामी खेल्न आउँदा चाहिँ सानो भर्खर रोपेको थियो क्या। भर्खर रोपेर यहाँ पहिरो गएको थियो। त्यति बेला पहिरो गएको थिएन, यहाँको माटो गरेर तलतिर गएको थियो। त्यति बेला हामी खेल्दाखेरि चाहिँ नचला भन्थ्यो। अहिले चाहिँ यत्रो ठुल्ठुलो भएछ, देख्न सक्नुहुन्छ। यो पारि चाहिँ खटाङ भयो, उता पुट्टार। पुट्टार होइन क्या, के हो त्यो अत्रौली। किन हो पानी परेको त अहिले। यो हाम्रो स्कुल चाहिँ आँप चाहिँ यहाँ सानो रहेछ। यो हाम्रो भन्नु आएको हाम्रो गाउँको स्कुल चाहिँ यही हो। यहाँ पनि छ आँप। पहिला यहाँको आँप कति मिठो हुन्थ्यो नि त। आजकल त आउँदैन होइन। अब चाहिँ म बुटोल जान्छु होला काम गर्न चाहिँ। अब रिजल्ट नआउँछसम्म चाहिँ बुटोलै हुन्छ होला। रिजल्ट आएपछि अब सिटै हुन्छ। थपक्क घरै बस्ने झगडा चाहिँ मलाई कि त पैसा कमाउने कि त 12सम्म को पढ्थ्यो र त्यहाँ रामपुर बस्यो। अब त बसेर के गर्ने, थपक्क झगडै लाग्छ। हामी चाहिँ स्कुलतिर अलिक डुलेर आइसक्यौँ म र बहिनी भएर चाहिँ। अहिले यता पानी परेर ओहो कालीगण्डकी यस्तो धमिलो भएको छ। ए बरै कति धमिलो हो। हाम्रो फेरि घर नजिकै छ कि कालीगण्डकी। घर नजिकै भन्ना नि अब यता नि हाम्रो गाउँ नै पर्छ, वडा नम्बर 2 नै पर्ने भयो। यहाँ छ कोरिडोरको रोड। हाम्रो गाउँ यहाँ तलपट्टि हो थोरै। यहाँदेखि चाहिँ कति त्यस्तै 10-15 मिनटमा पुगिन्छ कि छिटेको भने। हाम्रो बाबाहरू अनि यहाँ माथिको बाजेहरू सधैँ माछा मार्न जानुहुन्छ। ड्युटी नै हो कि बिहान साल जाने। अहिले चाहिँ हाम्रो बाबा चाहिँ इन्डिया हुनुहुन्छ। अब जेठको लास्टतिर आउनुहुन्छ, यो महिनाको लास्टतिर। अनि फेरि अब ड्युटीतिर बिहान साँझ दिउँसो घरि के खेल्न घरि के, नभए बिहान साँझ चाहिँ जाल थापेकै हुन्छ। माछा हेर्न चाहिँ गएको गाई ऊ नै जस्तो के भन्छ आफ्नो ड्युटी, आफ्नो कामै जस्तो कि त्यो निरन्तर गइरहने। बिहान साँझ माछा पऱ्यो नि नपऱ्यो जाल हेर्ने थाप्ने। अझै झन् अब त्यो ठुलो एउटा गोच माछा भन्ने हुन्छ, कतिजनाले चिन्नु भयो होला। त्यो माछाको सिजन आएको छ अहिले चाहिँ। त्यही भएर चाहिँ अब बाबा आउँदै हुनुहुन्छ अरे इन्डियाबाट। म ठ्याक्कै बुटोल जाने, बाबा इन्डियादेखि आउने हुन्छ। अनि त्यसपछि चाहिँ फेरि गण्डकी माछा मार्नु बिहान साँझ। म घर हुँदा चाहिँ बाबा हुनुहुन्न, बाबा हुँदा चाहिँ म घर हुन्न क्या। त्यस्तै भइरहेछ घरि पढ्न। अब म रामपुर बस्थेँ नि त 2 वर्ष पढ्न। 1 वर्ष तानसिन पनि पढेँ, अनि 1 वर्ष भल्टार माथि बोर्डिङ पढेँ, एकचोटि तल नेपाली मिडियम पढेँ। कति धेरै स्कुल फेरिसकेँ। यहाँदेखि चाहिँ अलि माथिपट्टि एउटा सानो थोरै गाउँ छ, त्यहाँ जाने बाटो यो चाहिँ। नेपाली स्कुल पनि यही बाटो हिँड्नु, यही बाटो गइन्थ्यो। अनि अस्तिको भ्लगमा नि हालेछु त्यो तलको बाटो नि जान्थेँ। अब चाहिँ यहाँ घर गइन्छ होला। त्यसपछि अब के काम हुन्छ अब फेरि तपाईँलाई देखाउने छु। चिसो हावाले
गीता अलिक माथिबाट भाँच्छ त गाइस म अहिले चाहिँ यहाँ घर आइसकेको छु घरदेखि यता थोरै यतापट्टि चाहिँ यहाँ चाहिँ म तपाईँहरूलाई यस्तो भ्यू देखाउन चाहन्छु अहिले चाहिँ गण्डकी धमिला आएर खासै राम्रो देखेको छैन निलाउँदाखेरि दामी देखिन्छ हाम्रो बाहिर चाहिँ यहाँ पनि छ त्यहाँ अनि यता मास्तिर सबै हो ल अहिले चाहिँ मेरो कति युट्युबमा चाहिँ कति 830 जति सब्सक्राइब छ अब टिकटकमा चाहिँ त्यत्रो कति 10K नै भनौँ न 10K फलोवर छ अब चाहिँ युट्युबमा फेरि जम्मा 1K पनि पुगेको छैन कि अब त्यत्रो धेरै फलोवर भएर पनि 1000 जनाले सब्सक्राइब गरिदिनु भएको छैन अब के भन्नु त्यसलाई चाँडोभन्दा चाँडो मेरो 1K सब्सक्राइब कम्प्लिट गरिदिनु होला अब मैले भनिसकेको थिएँ पहिल्यै मेरो चाहिँ सपोर्टर भन्दा धेरै दुश्मनी म देखेर धेरै के भन्छ अब जेलस हुन्छन् कि धेरै अब मैले केही गर्न लाग्यो कि भनेर सबैजनाले अब डाहा गऱ्यो होला त्यही भएर नि होला जहाँसम्म न त त्यत्रो 10K फलोवरमा त 1K सब्सक्राइब त जसरी पनि पुग्छ जस पनि पुग्छ मेरो चाहिँ जब कति अहिलेसम्म कति युट्युब खोलेको त धेरै भयो तर युट्युबमा भिडियो हाल्न लाग्यो नि भिडियो हाल्न लाग्यो भनेको कति 6-7 महिना भयो त्यही पनि अब 1K पुग्न सकेको छैन अब यो भिडियो पछि चाहिँ 1K सब्सक्राइब कम्प्लिट गरिदिनु होला यति भन्छ म आजको ब्लग यही गर्न जान्छु हस् त बाइ